ल कुखुराहरू पनि बिहानै चर्न आइसकेको छ। यतातिर पनि बसेको छ है त कुखुराहरू टन्नै खेल्दैछ। यस्तै हुन्छ है त लोकल नेपाली लाइफ। नमस्ते, गुड मर्निङ। के छ खबर? सन्चै आराम हुनुहुन्छ? म बिहानै चाहिँ आज भिडियो बनाउँदैछु। रातभरि पानी परेको रहेछ। पानी हेरौँ कतिको परेको रहेछ। यो हेर्नु, पानी परेर चाहिँ धानलाई चाहिँ दुबाउला जस्तो गरिसकेको छ। पुरै पानी पानी छ। यतातिर यस्तो छ है, पुरै भिजेर यो यताको अवस्था पनि यस्तो छ, पुरै पानी पानी छ है त। अनि यतातिर देखाउँछु हेर्नु, यहाँ खोलामा माछा आयो कि कस्तो छ होला, यस्तो हेर्नुपर्छ है त। फेरि अझै पनि पानी पर्ला पर्ला जस्तो छ क्या। पर्यो, छिटपिट 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 गऱ्यो। हेरौँ त, यस्तो छ है अवस्था, पानी पानी छ। ल यहाँ निम्बुको रुख पनि यस्तो छ। हरियाली त मजा छ है, शीतल पनि छ, राम्रो छ है त। ल हेर्नुहोस्, यो चाहिँ मैले बनाएर देखाएँ त हजुरहरूलाई। ल हेर्नुहोस्, फेरि पानी पर्न आँटिसक्यो यार। ओहो, बाहिरको पनि मौसम हेर्नुहुन्छ र, यस्तो यो भर्खरको ताजा है अपडेट। ल हेर्नु होला, देख्नुभयो नि, मैले चाहिँ देखाएँ पानी परेको रातभरि। ल मेरो भिडियोलाई सब्सक्राइब गर्नुभएको छैन भने तपाईँहरूले मेरो युट्युब च्यानल शिरीष मगर 5 युट्युब च्यानललाई सब्सक्राइब गरेर पनि साथ दिनु होला है त। अनि एउटा लाइक पनि गरिदिनु होला।